हेलो एभ्रिवान, गुड मर्निङ है सबैजनालाई। आज हामी ट्याक्क लगाएर नाङ्गेडाँडा घुम्न आएको। हेलो 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 कसै केटा हो? ठिक छ। हामी चाहिँ बाटोमा आएर ट्याक्क भिडियो गर्दैछौँ होइन। अब कति तलबाट रुमबाटै गर्नु भनेर आजै आधी बाटोबाट आएर भ्लग गर्न लाग्यो है। सबजनाले हेरेर के भन्ने है, साथ दिनुहोस् है। ल चल जा हिँड अगाडि त है त साथीहरू। हामी चाहिँ अब नाङ्गेडाँडा जान्ला। के खस्ला? खसोस् न त। भ्यूै उडिआएको जस्तो छ लाडुको। ए बाडुको त्यस्तो मैले त कानै नसुने क्या। त्यो बाइकको साउन्ड ठुलो छ त्यही भएर क्या। सर है वेद प्रकाश तिमीलाई पो भनेको रहेछ क्या। म त लाडु भनेको के लाडु भनेको लास्टमा बाटोको बिदा भनेको रहेछ क्या। होइन भाइ तिमीले के सुनेको थियो भाइ? दाजु तिम्रो त दाजु नै हो। तिम्रो त दाजु त हो नि वेद पनि। यसमा त दुईमा कटङ टङ तानिदिन्छ क्या। फेरि खतरा तान्छ नि फेरि। पिकअप छ नि हाम्रो फेरि क्रस फायरको। हेर त बटारेको हेर्न अर्काको बाइक भनेर कुत्ता मायै छैन। यत्रो खाल्डो पनि हालिदिएछ यार ब्ल्याङ्क लु त्यसलाई जतन गरेर चलाउनु छैन। के अरे के डाँडा रे भाइ? त्यो खतरा देख्थ्यो एउटा भ्यू। के ठ्याक्कै नाम बिर्स्यो क्या। उसमा के मनुङकोट के थाहा छ तिमीलाई? हो त्यहाँबाटको भ्यू जस्तो देखिरहेको छ है। एक्लै दौडे हेर्ने एक्लै दौडे त्यो। भाइ तर्सेर त छैन नि। अलिक नजिक आउन भाइ यार। टायर पुरै नाच्यो क्या तिमी यार। अलिक घुस्ने गरी आउनुपर्छ क्या नजिक। त्यही यार लोड मात्रै पछाडि गएर अनि त्योभन्दा त म त हलुको छु नि फेरि। यो पहिला के नाङ्गेडाँडा चाहिँ नाङ्गै अहिले पनि छ न चाहिँ। के भन्ने यार अब अरू त नभनौँ होला। तपाईँहरूले के सोच्नुभयो है होइन? नाङ्गेडाँडा अब यसै त कडा नाम छ है। सोचेर राखेको क्या। किन नाङ्गो छ क्या त्यो डाँडा चाहिँ। पुरा वरिपरि फेरि जङ्गल छ, बिचमा नाङ्गो छ, अनि त्यो माथि डाँडा छ। अनि नाङ्गेडाँडा खेचेक खाल्डो। ए मेरो प्यारो खाल्डो। त्यो मलाई कहाँ दौडेर गयो यार एक्लै। हेरेछ भर्खर धान काट्दै रहेछ यार यहाँतिर चाहिँ है। खोइ भ्यू त कसम यार बवालकै केटा होइन। तपाईँहरूलाई म अहिले पछि देखाउँछु क्या भ्यू के हो भनेर होइन। ओभरट्याक गर्छु ल, ओभरट्याक गर्छु ल। रन्डीमान पठाएर आयो आइरहेछ हो। रेस केले भने भ्याउँदैन मेरो क्रसफायर। त्यसको एनएस कहाँ भ्याउँछ? बाजी साथी उडाइदिने रेट कहाँ रङ साइडबाट आएको यार। हामी त्यही भएर होइन आफ्नो बाटो मात्रै हिँड्छौँ कि। यस्तोमा रेस खेल्यो भने फेरि एक्सिडेन्ट हुने चान्स बढी हुन्छ क्या यो बाटो यार। बाइक हाम्रो त्यस्तो पनि छैन नि राम्रो है। पानी त यहीँबाट लानु पर्ला नि। के खानेकुरा लिएर जाउँ न है। ओभरट्याक गर्छु ल भने के
चिसो भयो ल यार ओइ ओइ पानी थाप त ल एकपल्ट अहिले पानी थाप्दैछ पानी खाने थाप कुन चाहिँ रहेछ खाने पानी हेर न खाने पानी हेर न कुन राम्रो रहेछ पानी राम्रो छैन त्यो धाराको त फोहोर आउँदो रहेछ के अरे मिनेरल वाटर छैन दिनु त एक बोतल प्लास्टिकको गिलास छ यो त खान सक्दैन यत्रो ए अर्को सानो 1.5 को चाहिँ दिनु न यो ए हुन्छ यही दिनु हुन्छ खाइदिनु के अरे अरू के छ चिप्स ए चिज बल बोकाउनु एउटा चाउचाउ बोकाउन दुईवटा प्लास्टिक गिलास छैन गिलास छैन प्लास्टिकको गिलास छ भने दिनु न बरु 3टा नत्र अर्को गिलास भयो भने दिनु अहिले फर्काइदिन्छु तपाईँको कति भयो मै दिन्छु ओइ हात्ती यार जङ्गलमा छोडेर आउँ क्या हात्ती देखाएको खोइ यो चाहिँ मलाई हुने रहेछ क्या यो बाइक सर्भिसिङ गर्नु पर्ला यार यसले मेरो बाइक तैँले कुदा छ अफरोडमा सर्भिसिङ गर्नु पर्ला लगेर आयो भाइ ल केटा बाइक सिटी बन्द हुनु तैँले यसरी नछोड्नु मेरो पनि ब्याट्री डाउन हुन्छ क्या यार अर्काको बाइक भन्दा माया के अरे माया नगरे जस्तो गर्छ यार कस्तो यार मतलबै छैन क्या चलाउन पाए हुन्छ क्या यतिकै राखेर ब्याट्री के अरे स्टार्टमा फरक छ नि यार जस्तो छ फेरि ए हुन्छ दिनु न अहिले ल्याइदिन्छु तपाईँको बोतल र गिलास यो नि ब्यागमा हाल हराउला है 3टा लगाएको छ है फेरि अहिले 1 2 3 ल हामीसँग कार छैन कि बाइक छैन कि के चाहिँ छैन कार त बोकेर हिँड्नु कि फेरि कार कि थार हो फेरि नम्बरगिनी हो बढाएर त नम्बरगिनी नम्बरगिनी हो कति नम्बर नम्बर गिन गिनी होइसक्यो नि त नम्बर गिनी लिएर ल आज हामी अब खालि पुरा टक्कर लिएर खाने पानी हाल्यो हो खाने पानी पिउने पानी अनि त्यसपछि डबल एप्पलको पानी सबै हाल्छ हामीले अरू पानी चाहियो भने निकालौँ उता नाङ्गिरा होइन नाङ्गिरा पाइहाल्दैन पानी पानी छ कि हिँड्न पानी हेर्दाखेरि तपाईँकोबाट पानी निकाल्ने जा 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 न जा मेरै बाइक चढेर उही धम्की दिन्छ कि अब मलाई अगाडि जाएर ओभरटेक हान्ने फेरि के बोल्ने तरिका हो त्यो होइन होइन तरिका हो अनि हामी त बिस्तारै जानुपर्ने हुन्छ क्या हामी सामानी छ टन्नै है बाइक पनि फेरि के भन्ने खै ठुक्क भ्यू त गइसकेछ त अरे क्या ले उडिसक्यो सबै ओ साँच्ची देखेको छैन त ढिला भयो क्या हामी यार अन्त उतातिर छ किन नहुनु यार नदेखिरहेको रहेछ है म त क्या सक भइदिरहेको क्या यति जाडो बादल कसरी उडेर गयो होला सोचे क्या अरे बाइक यता छोडेर जानुपर्छ क्या अब
त लान अब मान्छे कम छ फेरि लान सकिँदैन कि अस्ति त जबरजस्ती लगेको थिएँ यार ओइ गाडी आउला नि हिँड्दा यहाँ बन्द पो रहेछ यहीँ राख ल भाइ ओर्लिउ त हामी चाहिँ अब पैदल यात्री यहाँतिर चाहिँ धानै काटेन भ्यू चाहिँ खतरा आइरहेको छ यो यहाँ माथि गुवाम फालेर सुत्दिउँ क्या यहाँ माथि गएर है ल त हाय हाय म कस्तो के अरे युट्युबर रे भाइ सब्सक्राइबर कति छ रे भन्दै त तपाईँको 101 पुगिसक्यो तर पार्टी अहिलेसम्म छैन पार्टी यार स्टार्टिङबाट जहिले पार्टी छ अझ पार्टी छैन अरे ल ए युट्युबको नाममा ए केक पो हो तर नभन भाइ केक सेक नि ल्याएको छैन अहिले फेरि है मिलियन पनि होइन 1000 पनि होइन 101 छ यार खतरा यार चाहिँ भ्यू चाहिँ पछाडि चाहिँ सेट Wow, very nice. माथि हो माथि ल जाम क्वेसन बा सर्ट एज यु क्यान सी भ्यू चाहिँ हेर्न सक्नुहुन्छ कडा आइरहेछ कडा थाकिसक्यो हो तिमी धेरै काम गर्छ क्या फेरि त्यही भएर थाक्छौ क्या तिमी हो के छैन रे स्टिमिना स्टिमिना छैन के छैन भन्छ यार रुपेश के छैन रे स्टिमेट छैन के स्टिमेट छैन टेन्सन नगर क्या भाइ सेट इस्टिमेसनमा भन न त्यहाँ चाहिँ झन्डा नेपाल नेपाली हामी ओए मैले त चन्द्रमामा त यार बाँदर ओए पिपलको चौतारी हेर त ल ल ल ल देखिहाल्यो नि यार तैँले देखाएको छैन क्या अब भ्लगमा हेर होला भाइ ल हेर्नु ठाउँहरू कस्तो छ क्या अब भ्यू त त्यो साइड छ त फेरि त्यो साइड होइन अब हामी त माथि डाँडामा जाने हो कि कसले खायो हुक्का भन्थ्यो है उता हिमाललाई फोकस गर्नु न उता ओए मैले नदेखिरहेको क्या यार लाङ हिमाल यार
उही हिमाल पनि त्यहाँ पासाङ लामो शेर्पा हो कि यार त्यो सेट केटा दौडी 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 हाम्रो चाहिँ फेरि बादल उठ्छ क्या अहिले फेरि हुसो दौडी दौडी केटा हाय हाय दौडेर आइज न भाइ तिमीहरू यार भात खाएको छैन क्या दौडी भाइ दौडी कडाई ओएमजी ल है भ्यू चाहिँ हेर्नु है बाँध्दै छैन कि गर्दा ल्यामो ओएमजी ए लामो चिप्ले हाले आया खुट्टा दुख्यो है छिराइज Zon bawa laser masih ada tuh. wait Aja punya. दौडी Mat. Sasi pusing lagi. Sasi niski. निस्क्यो निस्क्यो अड्केको थियो के भयो नि हाइट Hello guys. Good morning from Nagadara. Yeah! Finally आइपुग्यो. सक्यो कराएर आयो. मेरै बाइक मेरै ज्याकेट लगाएर मेरै चस्मा मेरै आइफोन है के भने तिमीहरूलाई पो मोज छ त यार हो कि भन्न भाइ भाइ यता हेर्थ्यो लुक्स गाइस सन्चै छौ थाहा छ तपाईँहरू नि सन्चै नहोला नहोला यस्तो भ्यू हेरेर चाहिँ है हेलो गाइस आशा म सन्चै छु तपाईहरु सन्चै भएन भने मलाई केही फरक पर्दैन ल नो प्रब्लम अट भाइ ओए हेर्नुहोस् कमिला कमति भिडियो बनाउन कहाँबाट आयो थाहा छैन यो चिसो मलाई ल कमिला छ यार ए कहाँ हटाएको यार उडेको उडेछु म हिलियम लेजर स्ट्रोक लाइक दिइरहेको छु ज्ञान गति पुजरी र पक हेलो गाइज हैन हामी चाहिँ अब नाङ्गे डाँडाबाट छुट्टिन लागेको हैन
अब ट्याक्क अर्को भ्लगमा भेटौँला होइन साथीहरू। के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला तपाईँहरू होइन। भ्यू त अझै कस्तो यार छोडेर जानु मन नलाग्ने यार बिहान यार 4 बजी उठेर होइन पुरा रेडी भएर यत्रो दुःख गरेर तपाईँहरूलाई होइन भिडियो देखाउन लागि हामी यहाँसम्म आइपुग्यौँ होइन। हामी खासमा घुम्न आएन कि तपाईँहरू भिडियो देखाउनु हुन्छ नि आएको मात्रै हो नत्र हामी नआउने मान्छे होइन। तपाईँहरूले एउटा लाइक गर्दा केही नि जाँदैन क्या तपाईँहरूको लागि भनेर यत्रो भिडियो लिएर आछौँ यार भनिदेऊ तिमी नि ल त केटा। अब नेक्स्ट भ्लगमा भेटौँला है त साथीहरू बाई बाई। Oh, bye bye. Whoa, see you soon, guys. Woo!